जय माता दी साथीहरू, आज म यो ब्रजको जुस बनाउँदैछु। मलाई जस्तो आउँछ त्यस्तै बनाउँछु म। कस्तो लाग्छ हजुरहरूलाई प्रतिक्रिया दिन नबिर्सिनु होला। मैले सबै फुलहरू केलाएर साइडमा राखेँ पहिला मजाले कचरामा। त्यसको भित्र जति फोहोर थियो त्यतिभरि सबै निकालेर फुल मात्रै केलाएर राखिदिएँ। अनि फेरि पानीले मजाले 2-3 चोटि धोइ पखाली गरेँ। त्यसलाई धुँदै गर्दा सफा भएपछि अनि त्यसमाथि जति पनि फोहोरहरू थियो सबै मैले मजाले धोइ निकालेँ। अनि ग्यासमा लिएँ अनि ट्याक्कै पानीहरू राखेँ अनि पानी उबाल्यो। अनि उब्लिसकेपछि मैले ब्राजको फुलहरू राखेँ त्यसमाथि जति थियो मजाले उब्लिन दिनुपर्छ त्यसलाई। अनि बिचमा फेरि मनले मानेन छ्याप्पै गएर हेरिहालेँ। अनि हेरेपछि ट्याक्कै पानी अलिअलि रातो हुन लागेको रहेछ। अनि हेरेँ अनि फेरि चलाएँ। अनि किनकि मलाई त छिटो छिटो खान मन लागिरहेको थियो नि त, पहिला छिटो छिटो बनाएँ अर्ग्यानिक बनाउने। अनि मजाले उबालेँ अनि त्यसपछि कलर पनि आउन थाल्यो मजाले रातोसँग हेर्नु त। पकाएर लगभग 20 मिनट जति पकाएँ अनि मजाले कलर आएको थियो कि त्यसमा कस्तो मिठो खाउँ खाउँ जस्तो लाग्ने गरेर कस्तो मिठो कलर आएको। अनि फेरि त्यहाँ सबै कपाडहरू सबै छाने, त्यसको भित्रको जति फ्लोरहरू थियो नि त त्यो गरी छाने अनि मजाले सफा गरेँ। अनि सफा गरेपछि पालो आउँछ एकछिनपछि फेरि त्यसलाई छान्नु पऱ्यो नि त, सबै कपाडहरू राखेपछि मुखमा लाग्छ नि त। अनि फेरि मैले एउटा लोटे लिएँ अनि त्यसमा राखेँ। अनि जति थियो जुस थोरै बनाएको थियो किनकि थोरै फुल थियो, हाम्रो नजिकमा हुँदैन यहाँ। अनि टिपेर ल्याउनु भएको थियो मेरो श्रीमानले। अनि फेरि स्वादअनुसार चिनी हालेँ। फेरि त्यसलाई मजाले पकाएँ कि 10 देखि 15 मिनट जति पकाएँ। अनि मजाले हेरेँ अनि खान मन लागिरहेको थियो। अनि छिटो छिटो चिसो भयो, साइडमा राखिदिएँ। 10 मिनट चिसो भयो अनि बोतलमा राखेर फेरि त्यसलाई राखिदिएँ। फ्रिजमा चिसो बनाएर खानु पऱ्यो नि त, गर्मीको लागिसक्यो, अब चैत लागिसक्यो। त्यो भएर हजुरलाई कस्तो लाग्छ लाइक, सेयर, कमेन्ट गरिदिन नबिर्सिनु होला। थ्याङ्क यू सो मच।